मानिस बन्न सिक। सफल त धेरै छन्, राम्रो मान्छे कम छन्। आजको संसारमा मानिसहरू धेरै अगाडि बढिरहेका छन्। कसैले पैसा कमाइरहेको छ, कसैले नाम कमाइरहेको छ, कसैले शक्ति कमाइरहेको छ। तर एउटा कुरा बिस्तारै हराउँदै गएको छ, मानवता। आज मानिससँग शब्द छन् तर मिठास छैन, सम्बन्ध छन् तर आफ्नोपन छैन, हाँसो छ तर मनबाट आएको छैन। त्यसैले आज म तिमीलाई केही यस्ता सत्य कुरा सुनाउँदैछु जसले जीवन बदल्न सक्छ। बोल्नै पर्यो भने मिठो बोल, किनकि शब्दमा औषधि पनि हुन्छ र घाउ पनि। कहिलेकाहीँ एउटा मिठो शब्दले टुटेको मन जोडिन्छ, तर एउटा तीखो शब्दले वर्षौंदेखिको सम्बन्ध टुट्न सक्छ। याद राख, मानिसलाई तरबारले भन्दा शब्दले धेरै चोट लाग्छ। त्यसैले यस्तो नबोल जुन तिमी आफैले सुन्न सक्दैनौ। जलाउनै पर्यो भने दियो जलाऊ, कसैको मन होइन, किनकि बाहिरको आगो निभाउन सजिलो हुन्छ, तर मनभित्र लागेको आगो मानिसले जीवनभर बोकिरहेको हुन्छ। तिमीलाई थाहा पनि नहुन सक्छ, तिमीले मजाकमा भनेको एउटा कुरा कसैको निद्रा खोसिरहेको हुन्छ, कसैको आत्मविश्वास मारिरहेको हुन्छ। त्यसैले अरूको मन जलाएर आफू खुसी हुने बानी कहिल्यै नबनाऊ। साँचो ठूलो मान्छे त्यो हो जो अरूलाई उज्यालो दिन्छ, अन्धकार होइन। कमाउनै पर्यो भने पुण्य कमाऊ, पाप होइन। किनकि पैसा आज छ, भोलि नहुन सक्छ, तर राम्रो कर्म सधैँ फर्केर आउँछ। आज तिमीले कसैलाई सहयोग गर्यौ भने सायद भोलि भगवानले अरू कसैको हातबाट तिमीलाई सहयोग पठाउनेछन्। जीवनमा सबैभन्दा धनी मानिस त्यो होइन जससँग धेरै पैसा छ, सबैभन्दा धनी त्यो हो जसको कारणले धेरै मानिस मुस्कुराउँछन्। पुस्नै पर्यो भने आँसु पुछ, मन नदुखाऊ, किनकि हरेक मानिस भित्रभित्रै कुनै न कुनै युद्ध लडिरहेको हुन्छ। कोही परिवारको समस्यासँग लडिरहेको छ, कोही पैसासँग, कोही एक्लोपनसँग, कोही आफ्नो टुटेको सपनासँग। बाहिरबाट हाँसिरहेको मानिस पनि भित्रभित्रै रोइरहेको हुन सक्छ। त्यसैले कसैको कमजोरीमाथि चोट नदेऊ। मानिसलाई झन कमजोर होइन, बलियो बनाउने प्रयास गर। हँसाउनै पर्यो भने सबैलाई हँसाऊ, अरूलाई होच्याएर होइन। आजकल धेरै मानिसहरू अरूलाई सानो बनाएर आफू ठूलो देखिन खोज्छन्, तर याद राख, अरूलाई तल झारेर माथि पुगिएको उचाइ कहिल्यै सम्मानित हुँदैन। साँचो महानता त्यो हो जहाँ तिम्रो उपस्थितिले मानिसलाई शान्ति मिलोस्, तिम्रो शब्दले हिम्मत मिलोस्, तिम्रो व्यवहारले विश्वास मिलोस्। जीवन धेरै छोटो छ, यहाँ घमण्ड गरेर, घृणा गरेर, अरूलाई दुःख दिएर कसैले केही जितेको छैन। अन्तिममा याद गरिने कुरा तिम्रो पैसा होइन, तिम्रो व्यवहार हो, तिम्रो घर होइन, तिम्रो दिल हो। तिमी कति धनी थियौ भन्ने होइन, तिमीले कति मन जित्यौ भन्ने हो। त्यसैले यति मात्र सिक, बोल्नै पर्यो भने मिठो बोल, जलाउनै पर्यो भने दियो जलाऊ, कमाउनै पर्यो भने पुण्य कमाऊ, पुस्नै पर्यो भने आँसु पुछ, र हँसाउनै पर्यो भने सबैलाई हँसाऊ। किनकि सफल मानिस धेरै भेटिन्छन्, तर राम्रो मानिस धेरै कम।